हाम्रो भिनाजुको झोस मक्का पानीको बिचमा पनि जाल बुन्ने काम भइरहेछ हैन। ठिक छ, राम्रो हो। पछि बसेको समयलाई हैन सदुपयोग गर्दै अब सरे जाल निर्माण गर्दै हुनुहुन्छ हाम्रो बजार साइले बिना। अब लगतै अब साउनदेखि तल अब मुक्नु खोलामा अब सर आउनु भएको हुनाले अब सर मार्नलाई चाहिँ अब तयारी गर्दै हुनुहुन्छ। साथै अब नजिकै फेरि यता बल्ल अहिले अलि देखियो राम्रो है। टक्क सो देखियो नि बल्ल क्या। स्कुलको जस्तो त अहिले बल्ल भयो नि त। ज्ञानदे मावि गाउँको फिल्ड चाहिँ वारिपारि जस एक स्कुलबाट अर्को स्कुलदेखि नै रमाइलो भयो क्या अलि। जाल बुन्दै यता फेरि जाली बुन्न लागि बर्खाको टाइम असारको महिनामा सिमसिम पानी परेको छ। घरि त्यही पनि अब स्कुलको काममा चाहिँ अब रोजगारले जगको काम गरिरहेको छ। बर्खा मासमा एउटाले बेली डोजर नलाउनु भने भन्थ्यो कसले? मोहनले के अरे अरे पैर लड्छ भन्दै नि लड्छ। न बुद्धिवाल त बुद्धिवाल रहेछ एउटा है दिमाग त छ त्यो दिमाग रहेछ। हाम्रो यो ज्ञानदे माविको पछाडिको यो जुन थुमा चौरको लेकमा चाहिँ साह्रै रमणीय दृश्य देखिएको छ। मनोरम दृश्य, टक्क लागेर हरियाली, साथै त्यसमा चाहिँ यो कुहिरोले टक्क चाहिँ होइन बिच बिचमा छोपेको जस्तो छ। हेर्दाखेरि साह्रै चाहिँ एकदम आनन्द लाग्दो चाहिँ सिन देखिएको छ। ज्ञानदे मावि गाउँबाट टक्क लागेर बसेको छ। हमारा आदरणीय नेताज्यू किरबराम खड्का
बर्दारा साइलाई बनाजु यस बर्खाको यो झरीमा पनि एउटा ज्ञानदे माविमा काम चाहिँ अब निर्माणको क्रम चाहिँ जारी छ, अन्तिम चरणमा छ। जे होस् अब यो अलिकति यहाँ फिल्डको अलिक समस्या थियो, केही थोरै भए पनि फिल्डलाई चाहिँ व्यवस्थित गर्ने एउटा हामी यहाँ स्कुल परिवार तयारी गरिराखेका छौँ। लगभग हिजोदेखि डोजर लगाइएको छ, त्यस कारणले गर्दाखेरि अब काम चाहिँ निरन्तर जारी छ, फिल्ड निर्माणको काम। अब यो व्यस्त एउटा अब समय त्यस्तै थियो, अलिकति हामीलाई यो बर्खाले च्यापेको थियो, त्यही समयमा पनि हामीले ज्ञानदे माविको केही यो फिल्ड निर्माणलाई तीव्र रूपमा काम चाहिँ सम्पन्न गरिरहेका छौँ। अहिले कतै